अब यति सालसम्म भिडियो हेर्नु भएकोमा थ्याङ्क्स फर वाचिङ माई भिडियो। आनु बाबा आनु। यहाँ चाहिँ आल्छ चाहिँ कस्तो दामी चाहिँ हात धोएर हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। धेरै दिन पछाडि मैले आज नयाँ भ्लग लिएर आएको छु। सो तपाईँहरू के गरिरहनु हुनुहुन्छ अहिले चाहिँ यहाँनिर दिउँसोको 12 बजिरहेछ। म चाहिँ गर्मीले हप्पी हुँदै बजार जाँदैछु। आज चाहिँ मेरो डगलाई हस्पिटल लगेर जाँदैछु। कुकुरको के भएर भुत्ला झरेर सर्काउने मात्रै बस्छ। यहाँ नआएको पनि धेरै दिन भएको थियो, अहिले यति लामो भइसकेको छ। आमामा डिसहरू पनि गर्मीले हैरान भइरहेछ। 3-4 दिन भयो घाम तन लागेको। यहाँ चाहिँ मेरो साथी कोही छैन, कुकुर र म मात्रै जाँदैछु। कुकुर पनि साह्रै तिर्खा छ, यहाँनिर पानी खाइन्छ भन्दैछ। गर्मी पनि कम त धेरै गर्मी छैन अहिले त हाम्रोमा। यो बाटोभरि सबै गोलिया काटेर सबै हाम्रो बाटोहरू बिगारेको रहेछ। त्यसमा पनि गोलिया काटेको यहाँनिर कत्रो गोलिया झारेको रहेछ। यो ओह्रालो बाटो सबै यस्तो बनाएको रहेछ बिगारेर। यो गोलिया झार्नेले कस्तो दामी हावा चलेको बाफ्री। यस्तै हावा चलिराख्दा त हुने नि। अब यस्तो गर्मी छ कि खासै घाम चाहिँ टन लागेको छैन कि, तर कस्तो हावा आइरहेछ क्या, बाफ तातो आइरहेको छ क्या पानी नपरेर चाहिँ। हाम्रो घरदेखि पारी देख्न सक्नुहुन्छ खोलाहरू सुकेर खडेरी लागिरहेछ। यहाँ वरिपरि मकैहरू पनि सुक्ने अवस्था भइरहेको रहेछ। घाँसहरू चाहिँ राम्रो पलाइरहेछ यहाँ हाम्रो वरिपरि चाहिँ। खरहरू पनि सुकिगएछ धेरै घामले। म चाहिँ एक्लै जाँदैछु भिडियो बनाउँदै। अझै सरी बाटो पनि के साह्रो पनि जङ्गल घाट हो। म घाँस नकाटेर घाँसै घाँस। मेरो साथीले जो तल रोडमा पर्खिरहेको रहेछ। ओइ यहाँ बसिरहेको छ मेरो डगी चाहिँ मलाई पर्खिँदै। म चाहिँ भिडियो बनाउँदै बसिरहेको छु। म चाहिँ यहाँ कुक खाँदै बसिरहेको छु। लास्ट चाहिँ गर्मी छ। होइन लाखो अटोमा जाँदैछौँ हामी त यहाँनिर। यहाँ चाहिँ मेरो साथी र कुकुर बसिरहेको छ यस्तो मजाले। होइन यहाँ हेर कुकुर बसेको। जस्तै गर्मी भइरहेको रहेछ होइन। बजारमा पनि यति धेरै गर्मी भइरहेको छ क्या अहिले चाहिँ। गर्मीले हपप्ती भइरहेको छ। अन्त वक्कै राख्ने गरी झन् दिउँसो त यति धेरै गाडी हुन्छ आउँछ कि वक्कै राख्छ। गाउँभरिको अलराउन्ड गाउँभरिको गाडी आउँछ। कस्तो बसिरहेछ। गर्मी पनि कति धेरै बढेको होइन। पानी नआएको कति दिन भइसक्यो हो। तर रिम बजार चाहिँ कस्तो राम्रो देखेको यहाँ माथिबाट गढीबाट चाहिँ। ला यहाँ त सबै कच्ची बाटो कि यस्तै पो थियो अस्तिदेखि बाटो। चक्कर हैरान हो। हामी चाहिँ फाइनली भेटनेरीमा आइपुग्यौँ। अहिले चाहिँ भेटनेरी हस्पिटलमा आइपुग्यौँ। यहाँ चाहिँ ए एकदम धेरै बढेको छ गढीमा। कुकुरहरू चाहिँ कहाँ राख्नु भएको छ अरू कुकुरहरू चाहिँ? त्यहाँ उफ्रेर निस्किन्छ भने चाहिँ कुटा खान्छस् नि। यता हादियो यता नि त बाबा। थपकाउन बस्नु, त्यहाँ थपकाउन बस्नु ल। ज्ञानी भएर बस्नु ल बाबा।
गर्मी भएछ कुकुरलाई साह्रै हुन्छ पार्टी गर्मी भएछ कुकुरलाई साह्रै यो चाहिँ कुकुरको मास्क अब चाहिँ यसलाई सुई हान्नु आँटेको यता हेर न है मास्क बाँधिदेऊ त कुकुरको मास्क देखेर कताबाट हान्नु यता चाकबाट उता यता खोल त ढोका खोल न सामान पर्दैन सामान पर्यो नि हो त घाँटी हान्दैन त्यो चाहिँ जित होइन कुन चाहिँ आइफोनमा किन्छु त्यति सानो निजीमा चाहिँ आइफोनमा किन्नु हुँदैन है मैले एकछिनमै तानेँ अब अर्को चाहिँ तल हाल्नु बस सिम्बा त्यही बस् थपक न सिम्बा होइन सिम्बा यसलाई त कतिचोटि ल्याइसक्यौँ यहाँ त होइन भाइरस सर्छ भन्नु खै ओए उफ्रिन्छ होला बुने उतापट्टि जाऊ त बुन छिटो 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 बुने बुने आन्नु बाबा आन्नु किन भागेको हो त्यो साह्रो भाग्रे भएको बिचरा कान्छ यता माथि बस्छ दुईटालाई हालेर रेबिसको सही हान्नु ल्याएको होइन अनि ल्याउँदाखेरि यहाँ लास्टै बिरामी छ भनेर भनौँ अनि झारिहाल्यो कुकुर होइन झारिहाल्यो भएर रेबिसको सुई हानेर लग्यो भोलिपल्ट देखेँ त के को यस्तै मोटो कुकुर होइन यस्तो डरो कुकुर अहिले त चोप्लाएर यसले खाना त खान्छ कि तर साह्रै जिउ गनाउँछ त्यही भएर मात्र हो अफ गर्मी पनि कति साह्रो हो फेरि बजारमा त गाडीको लाइनहरू के साह्रो लामो के भएर बन्द हो कि क्या हो के हो साह्रो ए अन्त कति धेरै गाडी अब बजार नघुमेको पनि धेरै भइसक्यो अब त कति जिउ 50 kg sa फाइनली हामी चाहिँ घर जाँदैछौँ आना गलेछ मेरो सिम्बा त गरेर हैरान भएछ अहिले चाहिँ रात अरे टाइमै गइसक्यो आउँदा आउँदै ढिलो भएर हामी चाहिँ घर जाँदैछौँ सिम्बा र म चाहिँ साथीहरूसँग छुट्टिएर रात पनि परिसकेछ आज चाहिँ चाउमिन घरमै बनाउने र चिकन लिएर आएको छु मैले चाहिँ त्यही भएर म चाहिँ यहाँ हतार हतार घर जाँदैछु कति छिटो बजार आउँदाखेरि त टाइमको थाहै हुँदैन हौ साथीहरूसँग भेट हुन्छ त्यही माथि गफगाफमा दिनको थाहा हुँदैन म चाहिँ घर जाँदैछु यहाँ सबै ढुसहरू सप्रेर एकछिनमा काट्ने बेला भइसकेछ अहिले चाहिँ जता भाबी बजारभरि कुकुरको रोग फैलेको रहेछ त्यही भएर म के फल्यो क्या माथि चाहिँ यस्तो सिम्बा आमा बाबु सानो चरा गलेछ घाँसहरू कस्तो दामी पराएको रहेछ अहिले त यहाँ त उफ
कति साह्रो गर्मी हो कि हिँड्दाखेरि पनि हप्पी गर्मी नै गर्मी। अनिता कहाँदेखि आएको नानी आन भाली आन 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 बिचरा तल बसिरहेको रहेछ भाली आज आनु गम्सी आनु आनु नक्कली आनु तल चाहिँ मलाई चाहिँ साथीको कुकुरले देखेर कहाँदेखि आएको भाली आऊ आऊ कान्छु आनु आनु कहाँदेखि आएको हो रमाएर हत्तै भइरहेछ आ भालु आनु कान्छी उता छ दाजु यता छ बहिनी सानी बहिनी कहाँदेखि आएको हो चिल्ली न चिल्ली भएर जाउँ हाम्रो घर न लगा साथी हो अब यसरी लाइन लागेर यहाँ चाहिँ अङ्कलले चाहिँ आल्चा टिप्दै हुनुहुन्छ यति माथि चढेर टिप्दै हुनुहुँदो रहेछ आल्चा पुर पाकिरहेको छ झ्यालबाट भेट्ने गरी यो अङ्कल त कति मजाले चढ्नु हुँदो रहेछ हलुङ जिउ बनाएर त्यो माथिको चाहिँ नटिप्नु अङ्कल माथिको चाहिँ नटिप्नु ल तपाईँको टाउको माथिको नि अनि हाम्रो चाहिँ सुन्तला पनि झ्यालदेखि नै भेटिन्छ टरम्म फलिरहेको छ सुन्तला लड्नुहुन्छ अङ्कल बिस्तारै टिप्नु आल्चा चाहिँ कस्तो दामी भएको रहेछ खाने बेला देख्न सक्नुहुन्छ अङ्कलले टिपेको हुनुहुन्छ यति चाहिँ म खानु लागेको पाकेको रहेछ यो चाहिँ अमिलो यस्तो अमिलो चाहिँ मन पर्दैन खासै मलाई यो गुलियो चाहिँ मनपर्छ ल हौ आन्टी चाहिँ यहाँनिर के लिएर आउनुभयो आन्टी यस्तो पो लिन्छ हामी त यस्तो के गर्नु आन्टी यो चाहिँ ल्याएर खानुपर्छ नि अब ए धोएर पो खानु पर्यो नि नानी पाउने बिहा थाल लागे जस्तो लागेर कस्तो मिठो हुन्छ यस्तो खाँदा खानु त आन्टी चाहिँ मिठो छ आन्टी मिठो छ मम्मी पनि चाख्नु त एउटा होइन मलाई त कति राम्रो खाएर हेर्नु त कति अनि तपाईँ त धर्म थियो अरू त यस्तो मान्छे हुँदैन है है ज्ञान भयो त कस्तो मिठो एक नम्बर ल्याइदिनु भएछ मेरो बहिनी कति धर्म थियो आज चाहिँ मैले चाउमिन बनाउनु आँटेको चिकन चाउमिन मैले यहाँनिर अघि नै काटिसकेको छु यहाँनिर चाउमिन पनि अघि चाउमिनको लागि त अलिक थुप्पा पाएको छ होइन आन्टी टक्कै त्यतिको ठिकै हुन्छ अब चाउमिन बनाउनु त ठिकै हुन्छ नि दामी बनाउनु पऱ्यो आज स्पेसल तर अमिलो चाहिँ भएन होइन आन्टी अमिलो टमाटर लाउनु चाहिँ भइहाल्छ नि आज चाहिँ मलाई अल्छी लागिरहेको छ त्यही भएर ग्यासमै पकाउनु लागेको चाउमिन ल्याउनु न मम्मी छिटो मुस्ने यहाँ आन्टीले मुस्दिनुहुन्छ सफा हात धोएर हात धोएर खोइ पिठो त दिदीले दिनु त छिटो दिँदा पनि पिठो ढिलो हुन्छ आन्टी चाहिँ पिठो मुस्दैछ अब सुक्खा रोटी बोल्नु आँटेको होइन आन्टी सुक्खा रोटी चाउमिन मजाले खानु पर्छ सुरु को भयो आन्टी तलको म चाहिँ आफ्नै स्टाइलले पकाउँछु आफै तरिका हुन्छ नि त पकाउनु अनि यहाँ सुक्खा रोटी मजाले बनायो भने आजको खाना चाहिँ हाम्रो मुख फेरि खानु फाइनली मेरो चाउमिन रेडी भयो तर यस्तो सेतो छ केही नहालेको मार मसला पनि सिम्पल बनाएको त भने टेस्टी छ